बुवा चाहिँ लगभग जापानको बसाइ 1 महिना चान्चुनको जापान बसाइलाई चाहिँ छोटो बसाइलाई बिट मार्दै आज चाहिँ नेपाल फर्किने तयारीमा हुनुहुन्छ। यही नेपालबाट चाहिँ जापानमा आएर चाहिँ 1 महिना चान्चुन जापान घुम्दाको आफ्नो अनुभव सानो एउटा भिडियो तयार हुँदैछ। यसको लागि चाहिँ बुवालाई स्वागत गर्छु। बुवा स्वागत छ भिडियोमा। धन्यवाद। अनि तपाईँको छोटो जापान भ्रमण कस्तो रह्यो त? यस्तो सरस्वती घुम्दाखेरि यताउता हेर्दा जापानको विकास हेर्दा रहनसहन, वातावरण, हावापानी, अब हावापानीको एकदम जाने सुन्दर ठाम, यहाँको विकास लोभलाग्दो, यहाँको जाने जता हेरे पनि काहीँ केही विकास जताततै एकदम लोभ लाग्दो विकास। यहाँका बाटाघाटा, यहाँका विकास, अब यहाँ बाटा जमिन मुनि जमिन माथि रेल गुडेका छन्। समय टकटकी फराक परेको छैन। यो अब देशको विकास भने जता हेरे पनि बाटाघाटा रेल कुदेका छन्, गाडी कुदेका छन्। एउटै समय टक्क केही काहीँ फराक पर्दैन। साह्रै लोभ लाग्दो जाने जापान भनेपछि साह्रै लोभ लाग्दो लाग्यो मलाई। हजुर त्यही त। अब हामी लगभग भनौँ न, तपाईँले चाहिँ अब 1 महिना चान्चुन हामी घुमियो, सँगसँगै घुमियो, हरेक ठाउँहरू पनि देखिए। भनौँ न अब यो बिचमा चाहिँ जस जापानको विकासको चाहिँ अवस्था हेर्दाखेरि लोभलाग्दो छ भन्ने कुरो चाहिँ तपाईँको निष्कर्ष रह्यो होइन त? अनि जापानको चाहिँ तपाईँलाई अब भनौँ न अलिकति अब हाम्रो उहाँको चाहिँ नेपालको कन्टेक्स्टबाट हेर्दाखेरि चाहिँ अलिक फरक, अलिकति छक्कै पर्दो खालको चाहिँ चिज चाहिँ के लाग्यो? यहाँका बाटाघाटाहरू अब ट्यान एकदम समयमा टक्क चलिरहेका छन्। जो जहाँ हिँड्ने समय छ, कोही काहीँ चाहिँ नि हल्ला काहीँ केही छैन। यहाँको वातावरण एकदम धेरै राम्रो। जो आफू जहाँ जानु परेको छ टक्क समय हेरेर। अनि देशको विकास, अनि हाम्रो नेपालमा नि यस्तै हुनु हो भने विकास किन अगाडि नबढ्ला र लोभ लाग्दो नहोला? अब यहाँ त जाने काहीँ कोही कसैसँग समय गरेर टक्क जो छ उठेका छन्, समयमा दौडेका छन्, समयमा आएका छन्, समयमा खाएका छन्। अनि यहाँको विकास भनेपछि जो समयको महत्त्व चाहिँ एकदम गरेको पाइयो भन्ने कुरो निष्कर्ष हो। समयको महत्त्व चाहिँ धेरै राम्रो पाइयो। हजुर त्यो त तपाईँले भने जस्तै हो। जापानको चाहिँ जस्तै अब रेल चढ्दाखेरि होस्, जुनैसुकै ठाउँमा बस चढ्दाखेरि होस्, जहाँ जाँदा होस्, समयलाई चाहिँ एकदम पालना गर्ने जापानिजहरूको चाहिँ यो त एकदम लोभलाग्दो। एकदम यिनीहरूले चाहिँ कसरी सकेका होलान्? जस्तै अब एउटा स्टेसनबाट अर्को स्टेसनमा जाँदा नि त्यो एक मिनट पनि फरक नपर्ने, र अब फरक परिहाले पनि यसरी भनौँ न एक्सक्युज गर्ने। अब यसरी हामी फरक पऱ्यो, 1 मिनट ढिला भयो, मलाई माफ गर्नु होला भने जस्तो यिनीहरूले चाहिँ गर्ने। त्यो रूपमा हेर्दाखेरि चाहिँ यिनीहरूले चाहिँ समयलाई यति महत्त्व दिएका छन् कि सायद मलाई लाग्छ हामी त्यसबाट के पनि भन्न सक्छौँ भने यो समयको महत्त्व र यो समयअनुसार चलेको भएर नि यति विकास गरेका होलान् भन्ने कुरोमा त केही फरक छैन छ र? छैन, एकदम फरक। हजुर अनि अब भनौँ न अब हामी लगभग घुमियो। अब जापानको भनौँ न मुख्य टोकियो एरियाको चाहिँ मेन ठाउँहरू, जानुपर्ने ठाउँहरू सबैतिर गइयो। अब यो सबै कुरा बिचमा र आज हामी नारिता भन्ने ठाउँ, जुन चाहिँ इन्टरनेसनल एयरपोर्ट छ, नारिता इन्टरनेसनल एयरपोर्ट, त्यसैको चाहिँ नजिकमा चाहिँ हाम्रो बहिनीको घरमा चाहिँ आएर हामी आज राति बस्यौँ होइन। अब नेपालको चाहिँ प्लेन चाहिँ फेरि आजभोलि चाहिँ फेरि नियमित टाइममा उडान नभएको विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अब
कुनै मिसिनरी चिजमा गडबड भएको हो कि के हो यसको जानकारी पनि छैन। अब यो चाहिँ नि अहिलेपछि त समयमा नै हुन्थ्यो। अब आज 2 दिन भयो गडबड देखिरहेको छ। हजुर 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 त्यही त नि अब यो भएपछि अब एउटा प्लेन चढेर जाने मान्छेलाई पनि एउटा के हो भन्ने एउटा कौतूहलता आउने विषय पनि भयो। अब समयमा नहुँदाखेरि आफ्नो चाहिँ योजना पनि बनाउन पनि मुस्किल हुने भयो। यो चाहिँ अलिकति दुःखदायी विषय नै भयो। यो सबै जापानको सबैबाट चाहिँ पाठ सिकिरहँदाखेरि हाम्रो एयरलाइन्सको चाहिँ यो गतिविधि हेर्दा चाहिँ होला मेसिनरी चिजहरूमा समस्या आउन सक्छ आएको कुराहरूलाई चाहिँ प्रष्ट रूपमा चाहिँ यो यस्तो हो यो यस्तो हुन्छ भनेर अगाडि नै प्रष्ट रूपमा भनिदिन सक्नु चाहिँ राम्रो हो नि त। त्यो चाहिँ अझ सकिएको पाइएन होइन त। त्यही हो। हजुर हजुर भनेपछि लगभग तपाईँको छोटो समयको जापान बसाइ राम्रो रह्यो भन्ने कुरो निष्कर्ष हो। एकदम हो। अब स्वास्थ्यलाई ठिक भयो। हजुर यो बिचमा तपाईँलाई त्यस्तो केही समस्याहरू भएन? हजुर हजुर भनेपछि अरू के छ अब अरू सम्झिनु पर्ने कुराहरू? अब जस्तो जापान भ्रमणमा चाहिँ अब जुन अब भनौँ अब सकियो लगभग अब आज हामी सम्भवतः प्लेन डिले भएन भने हामी प्लेन चढेर तपाईँ आज जानुहुन्छ नेपाल। यो बिचमा चाहिँ भनौँ यो जापान घुमाउनलाई चाहिँ भूमिका खेल्नेहरूप्रति केही सम्झिनुहुन्छ कसैप्रति? कसले कस्तो भूमिकाहरू खेले के अरे भन्ने सोर्स चाहिँ सानो भूमिकाहरू त अब खेले नि। अब छोराले खेल्यो नि। अब यता लिएर आयो घुमायो होइन। यहाँ जापान आइसकेपछि पनि अब घुमाउने कुराहरूमा अब सबै अब उता भतिजाहरू नि आए सालो आयो घुमेर भेट्न आए यता रमाइलो यस्तै हो घुमियो। जे होस् यो अविस्मरणीय रह्यो यो क्षण भन्ने कुरो होइन त। अब सधैँ अब आइरहने गइरहने पनि मुस्किलको विषय जीवनमा होइन त। जीवनमा भनौँ न अब सधैँ हामी अब एउटा नेपालको कन्टेक्स्टबाट भन्दा हामी एउटा गाउँको मान्छे यसरी सधैँ गइरहने कुरो पनि होइन। जस एउटा समयमा जुरेर आउँदाखेरि जस अविस्मरणीय रह्यो क्षण भन्न सकिन्छ हामी होइन त। भनेपछि अब अरू केही सम्झना छ तपाईँलाई? अब जाँदा भन आज फर्केर जाँदै गर्दाखेरि केही यसो भन्नुपर्ने केही छ? अब यहाँको वातावरणको उसले त अब केही भन्नुपर्ने त केही पनि छैन। पारिवारिक रूपमा केही भन्नुपर्ने सन्देश? पारिवारिक रूपमा अब बच्चाहरू राम्रोसँग गर्नु। ल त ल अब हामी अहिले के भिडियो अन्तिम गरौँ त। सकियो त भन्ने कुराहरू यति नै हो। बच्चाहरूलाई राम्रो हेर्नु। ल ल ल ल नमस्कार छ है त। ल ल भिडियोबाट हामी बिदा हुन्छौँ। हस्त नमस्कार। ल बुवा ल ल।